स्वागत छ। आज हामी एउटा अलि फरक विषयमा कुरा गर्दैछौँ, अधिक बचतको अँध्यारो पाटो। चाखलाग्दो विषय छ। हो, यो छलफल चाहिँ एउटा लेखमा आधारित छ जसले के भन्छ भने एकदमै धेरै पैसा बचाउने बानी, त्यो मितव्ययिता पनि कहिलेकाहीँ समस्या बन्न सक्छ। हाम्रो उद्देश्य के हो भने कहाँनिर चाहिँ बुद्धिमानी बचत सकिन्छ र कहाँबाट चाहिँ आफैलाई दुःख दिने काम सुरु हुन्छ, त्यो लाइन पत्ता लगाउनु हो स्रोतको आधारमा। ठीक हो। हुन त अब बचत गर्नु त राम्रै कुरा मानिन्छ नि, होइन? तर अति भयो भने त सायद हरेक कुरा नराम्रो हुन्छ। त्यही त, अति गर्नु चाहिँ राम्रो भएन। ओके, ल यसलाई अलिक खोतलेर हेरौँ है त। स्रोतले सुरुमै स्वास्थ्यको कुरा उठाएको छ, जुन अलि गम्भीर छ। पैसा बचाउनकै लागि डाक्टर कहाँ नजाने, अपोइन्टमेन्ट सार्ने, वास्ता नगर्ने। हो, त्यस्तो बानी। अनि सस्तो पायो भन्दैमा जे पायो त्यही खाने, मतलब अस्वास्थ्यकर खाना। कहिलेकाहीँ त नभई नहुने औषधि पनि नकिन्ने रे। यो त साँच्चै उल्टो असर गर्ने कुरा भयो। हो नि, कसरी असर गर्छ होला यो? यो कस्तो भने तत्काल हेर्दा त पैसा बचे जस्तो लाग्छ, होइन त? लाग्छ। तर स्रोतले के प्रश्न पार्छ भने स्वास्थ्यमा यसरी सम्झौता गर्दा भविष्यमा गएर ठूलो आर्थिक भार पर्न सक्छ। जस्तो मानौ न, दाँत अलिअलि दुख्दा वास्ता गरिएन, पछि गएर रुट क्यानल नै गर्नु पर्यो भने त्यो त महँगो हुन्छ। हो, कति महँगो। अनि फेरि स्वास्थ्य नै ठिक नभएपछि जीवनको गुणस्तर पनि त घट्यो नि। त्यो त छँदैछ। मतलब छोटो समयको बचतको लागि लामो समयको स्वास्थ्य र पैसा दुवै जोखिममा पार्नु जस्तो भयो त। हो, स्वास्थ्यको कुरा त एकदमै महत्त्वपूर्ण रहेछ, तर लेखले सम्बन्धमा पनि असर पर्छ भन्छ। त्यो पनि अर्को पाटो। कसरी होला? जस्तो साथीभाइ भेट्न नजाने, पैसा खर्च हुन्छ भनेर। हो, लगातार सामाजिक जमघटहरू टार्ने, अनि हरेक बिल तिर्दा पैसा हिसाब गर्ने, एकदमै किचकिच गर्ने। या फेरि परिवारसँगको समय भावनाभन्दा पैसा जोगाउनु नै ठूलो कुरा हो भन्ने सोच्ने। यसले त सम्बन्धमा चिसोपना ल्याउला नि। अवश्य। असर हामीले सोचेभन्दा गहिरो हुन सक्छ। साथीभाइ परिवारले कस्तो महसुस गर्लान्, आफूलाई महत्त्व नदिएको, वास्ता नगरेको जस्तो। हो नि। मानवीय सम्बन्ध त समय, ध्यान, कहिलेकाहीँ अलिअलि खर्चमा पनि त फल्छ फुल्छ, होइन र? हो त। यसलाई वास्ता नगर्दा के हुन्छ? भावनात्मक दूरी बढ्छ, एक्लोपन बढ्छ, अनि त्यसले मानसिक स्वास्थ्यमा पनि असर पार्यो। खासमा यो भनेको पैसालाई मानवीय सम्बन्धभन्दा माथि राख्नु जस्तै भयो। हो, स्वास्थ्य गयो, सम्बन्ध चिसियो, अनि त खुसी नै कहाँ रह्यो र? त्यही त। स्रोतले पनि त खुसीमा कमी आउने कुरा गर्छ नि। हरेक सानो रमाइलो जस्तो साथीसँग एक कप कफी खानु, फिल्म हेर्नु, कहिलेकाहीँ सानोतिनो घुमफिर, त्यसलाई पनि फजुल खर्च भनेर टारिरहँदा त जिन्दगी नै दिक्क लाग्दो होला नि। एकदम सही कुरा। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ, आखिर हामी बचत किन गर्दैछौँ? हो त, किन? धेरै बचत गर्ने मान्छेहरू के गर्छन् भने भविष्यको कुनै एउटा बिन्दुमा पुगेपछि मात्रै रमाइलो गर्छु भन्छन्। तर त्यो भविष्यको बिन्दु कहिले आउँछ त्यो त झन् टाढा सर्दै जान सक्छ। हो, त्यो पनि हो। अनि अहिलेको सानो सानो खुसीलाई चाहिँ पन्छाउँदै जाने, आफ्नो रुचि, शौक, सृजनात्मक काम, यिनीहरूलाई अनावश्यक खर्च ठान्ने। यसो गर्दा जीवनमा के हुन्छ? एक किसिमको खालीपन आउँछ, अतृप्ति बढ्छ, अनि त्यसले अन्ततः मानसिक थकान ल्याउँछ। अर्को एउटा शब्द पनि प्रयोग भएको छ, झुटा अर्थव्यवस्था, फल्स इकोनोमी रे। त्यो पनि महत्त्वपूर्ण छ। यसको मतलब के हो? सधैँ सस्तो चिज किन्नु नै पैसा बचाउनु होइन भन्न खोजेको? हो, ठक्कै त्यही हो। सधैँ सस्तो विकल्प नै सबैभन्दा राम्रो हुँदैन। जस्तो स्रोतले राम्रो उदाहरण दिएको छ। मानौ एकदम सस्तो जुत्ता किन्यो, तर त्यो 2-3 महिनामै फाट्यो, फेरि अर्को किन्नु पर्यो। खर्च बढ्यो। बरु सुरुमै अलि महँगो तर राम्रो टिकाउ जुत्ता किनेको भए वर्षौंसम्म चल्थ्यो होला। हो, लामो समय हेर्दा त सस्तो पर्थ्यो। त्यही त। यसले के देखाउँछ भने हामीले सामान किन्दा खालि त्यो स्टिकर मूल्य, मतलब तत्काल तिर्ने पैसा मात्र हेर्नु भएन। त्यसको स्वामित्वको कुल लागत, माने त्यो सामान प्रयोग गर्दासम्म लाग्ने सबै खर्च त्यो हेर्नुपर्छ। बुझेँ। सस्तोको चक्करमा कहिलेकाहीँ झन् महँगो पर्न जाँदो रहेछ। हो नि। अनि अर्को कुरा, बचत गर्ने बानी पछाडिको नियत पनि महत्त्वपूर्ण हुन्छ रे। त्यो पनि हो।
मतलब योजना बनाएर भविष्यको लागि बचत गर्नु र डरले मात्रै पैसा थुपार्नुमा फरक छ, जस्तो मन्दी आउला कि जागिर जाला कि त्यस्तो डरले। हो, निश्चय नै फरक छ। कतिपय मान्छेसँग राम्रै आपतकालीन कोष हुन्छ, पैसा हुन्छ, तर पनि पैसा गुम्छ कि भन्ने डर यति धेरै हुन्छ कि उनीहरू सुरक्षित लगानी गर्न पनि डराउँछन्। ए हो र? अथवा जीवनमा केही अर्थपूर्ण अनुभवको लागि थोरै खर्च गर्न पनि हिचकिचाउँछन्। यो अवस्थामा के भयो? बचत गर्ने बानी चाहिँ विवेकपूर्ण योजनाले भन्दा पनि डरले, चिन्ताले चलाइरहेको हुन्छ। हो। त्यसैले आफ्नो बचत गर्ने तरिका डरले गर्दा हो कि साँच्चै योजनाले गर्दा हो, त्यो छुट्याउनु पर्यो। त्यसो भए यति सुनिसकेपछि सन्तुलन चाहिँ कसरी खोज्ने त? के उपाय छ के? छ। स्रोतले केही राम्रा उपाय सुझाएको छ। जस्तै आफ्नो बजेट बनाउँदा खुसी र रमाइलोको लागि पनि केही पैसा छुट्याउने, जानी बजेटमै राख्ने हो। अनि स्वास्थ्यमा गर्ने खर्चलाई खर्च नभएर दीर्घकालीन लगानी मान्ने। लगानी सामान किन्दा खाली मूल्य मात्र नहेर्ने, त्यसको महत्त्व, भ्याल्युलाई प्राथमिकता दिने, कति टिक्छ, कति उपयोगी छ त्यो हेर्ने। ठीक हो। र पैसा थुपार्ने मात्र होइन कि केका लागि बचत गर्दैछु त्यो लक्ष्यमा ध्यान दिने। सारमा भन्दाखेरि पैसा बचत गर्नु महत्त्वपूर्ण त छ, तर जीवनलाई अर्थपूर्ण बनाउने कुराहरू, स्वास्थ्य, सम्बन्ध, अनुभव, यिनलाई नै मारेर बचत गर्नु चाहिँ राम्रो भएन। हो, उल्टो असर गर्यो। उल्टो असर गर्यो एकदम। र अन्तिममा एउटा कुरा सोच्न सकिन्छ। के होला? हामीले आफ्नो पैसाको लक्ष्य बनाउँदा जीवनका अरू अमूल्य कुराहरू छन् नि, स्वास्थ्य, सम्बन्ध, नयाँ कुरा सिक्नु, राम्रा सम्झनाहरू, यिनीहरूसँग कसरी सन्तुलन मिलाउने, यो सोच्नु एकदम महत्त्वपूर्ण छ। हो त। कतै पैसाको सुरक्षा खोज्दा खोज्दै जीवन जिउन लायक बनाउने कुराहरू नै छुटिरहेका त छैनन्? यो त गहिरो प्रश्न भयो। हो, यो प्रश्नमा अलि घोत्लिनु पर्ला।